एउटा कुरा कि म कस्तो हाँसुर्दो भएँ आज परेदेखिको डाइरेक्ट बसमा। हाई एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। आज पनि म एउटा भिडियो लिएर उपस्थित भएको छु। हजुरहरू कस्तो हुनुहुन्छ? म चाहिँ एकदमै ठिकै छु। ठिकै भएर चाहिँ म ड्युटी पुगेर पनि ड्युटीबाट रुम फर्किँदैछु। बाटोमा के अल्छी लाग्यो कि हिँड्नु भनेर चाहिँ भिडियो बनाएको। साथीहरू मेरो भिडियो तपाईहरुलाई के कस्तो लाग्दैछ प्लिज कमेन्ट, शेयर, सब्स्क्राइब, फेसबुकमा हुनुहुन्छ भने फलो पनि गरिदिनु होला। म चाहिँ अहिले यहाँ बाटोमा आइपुगेछु, बसबाट झरेर जाँदैछु रुम। म चाहिँ अहिले कहाँ हिँडिरहेको छु भने नि साथीहरू, एकदम गाउँमा हो भने चाहिँ डर लाग्दो तर्साउने सानो गाडीमा हिँडिराखेको छु। तर यहाँनिर चाहिँ अब बाटोमा सबैजना मान्छेहरू हिँडिराखेको हुन्छ नि त, त्यही भएर डर हुँदैन। अनि चाहिँ म एक्लै छु साथीहरू, मेरो कोही पनि छैन। मेरो अगाडि दुईजना दादाहरू हुनुहुन्छ, दुईजना दाजुहरू हुनुहुन्छ। अब दाजु हुँदैन, दुईजना अनि हुँदैछ। म चाहिँ लास्टमा छु। मेरो पछाडि एकजना अङ्कलहरू हुँदै थियो, वो चाहिँ पछि छोड्दैछ। म चाहिँ यसरी भिडियो बनाउँदै बोल्दै आएँ नि त। ऊ अङ्कललाई त अङ्कलको बाजे त पछाडि छोडिपठाएको छु साथीहरू। मलाई कस्तो लाजको लाग्यो मेरो अनुहारमा हेर्नुभयो कि मैले छोडिदिएँ नि त एकजना दाजु। अन्त कस्तो शरम लाग्यो अनुहारमा हेर्दाखेरि त फर्स्ट टाइम। अब बाटोमा यसरी एक्लै बोलेको देख्दाखेरि त अब मान्छेको कस्तो लाग्छ होला नि त, कस्तो लाग्छ नि त होइन। अन्त कोसँग बोलेको होला जस्तो फिल भइरहेको। मलाई अनुहारमा राम्रो हेर्नु हुँदो रहेछ। म चाहिँ तर भिडियो बनाउँदै हिँडिरहेको छु। अनि साथीहरू एउटा कुरा कि म कस्तो हाँसुर्दो भएँ आज परेदेखिको डाइरेक्ट बसमा आएको नि त। अन्त फेरि ट्राफिक बेसी भएर चाहिँ मलाई कस्तो बसमा यस्तो साह्रो पऱ्यो। जस्तो बसमा चढेको त्यस्तै मैले चक्लेट त खाइहालेँ होइन। आइपुग्नुभन्दा अगाडि नै मेरो चक्लेट छ के मुखबाट होइन। अन्त आइपुग्ने बेला भइसक्यो, मान्छेलाई कस्तो साह्रो पारेको उलिक भएर साथीहरू। ल्या म त आइपुग्ने बेलामा कस्तो भमिट हुने रहेछ। अब चाहिँ म कस्तो शरम भयो भनेर सोचेको कि धन्न आधी बाटो मतलब आइपुग्न आँट्दाखेरि चाहिँ त्यो यता जाने उता जान्थ्यो हुन्छ नि। त्यही भएर चाहिँ ट्राफिक भएको रहेछ नि त। अन्त धन्न बाँचेँ नि हौ, नभए चाहिँ त्यत्रो मान्छेहरूको छेउमा शरम हुन्थ्यो। त्यहीँबाट आउँदाखेरि पनि उल्टी भयो भने त शरमको कुरा हो नि त है साथीहरू। यसो 1 घन्टा 2 घन्टा बसमा ट्राभल गरेर आएको भए चाहिँ उल्टी हुँदा नि केही हुन्थेन है, शरम हुन्थेन। म त त्यहीँबाट यहीँ आइपुग्दाखेरि झन्डै उल्टी भयो। के गर्नु साथीहरू, जिन्दगीको गोरेटोमा यस्तै हुन्छ। अब म चाहिँ रुम पुग्न आँटेँ साथीहरू। मैले अस्ति तपाईँहरूलाई भनेको थिएँ नि अस्तिको भिडियोमा, एकदमै धेरै धुलोहरू उठ्छ भनेको थिएँ नि। बाटो चाहिँ है यस्तो बिग्न धुलो उठ्छ कि यस्तो लाग्छ।